हाय गर्दो यो हामी फुपू बदे है। आज हामी छौँ कहाँ मुगु अनि यो चाहिँ हाम्रो घर ऊ त्यहाँ माथि छ। अहिले हामी खेततिर आएका छौँ। अब यहाँ यसले गर्दा काम गर्न पाएको छैन। र यो हाम्रो अम्बा यति मिठो यति गुलियो, तर के गर्नु पानी नपाएर सुक्न लागेको अवस्थामा। र यो कागती यति फल्ने तर बजार नपाएर खेर जाने कुहिने। र यति कुहिएछ, यति फालेको छ, आदि यहाँ रुखमै फलेको छ। यो लास्टको भएर त्यति राम्रो दाना छैन, तर यो दाना चाहिँ एकदम स्पेसल छ। यस्तो दामी छ दाना यो। यहाँ यस्तो छ हालत, तर उत्पादन भएर बजार नपाउँदाको दुःख। यो चाहिँ फर्सी। आहा, यो चाहिँ ब्रोइलरको कुखुराको खोर। आज हामी छौँ कागतीको बारीमा र हाम्रो यो भोलिको लागि यो चाहिँ भेडा। ओइ जुली, हेलो जुली, ओइ जुली। आयो बुवालाई चराउन लिन लागेको अवस्था। बुवाले भेडो लिएर जानुभयो। गरिराख्नु भएको छ। यो के हो? यो कोदो होइन। मम्मीले चाहिँ कोदो काट्दै टिप्ने सार्ने भनेर मैले काट्ने भने कोदो काटिराख्नु भएको छ। यहाँ चाहिँ दसैँको मालमा फेरि काम दर्रो हुन्छ नि त। कोदो खासमा यो पानीको अवस्था नभएर, हाम्रो नभएर आकाशे पानीको भर अलिअलि पानीकोले धानको हालत पनि यस्तै छ। पानी नपाएर धान यो चाहिँ घर पानी नपाएर नि यत्रो पानी आकाशबाट पानी राम्रोसँग नपर्ने। अनि तलको चाहिँ यो चाहिँ सेतो तिल पारीको बाजुरा हिमाली गाउँपालिका र यो माथिको यो मुगुको खट्यार गाउँपालिका नम्बर 8 हामी